हामीले नयाँ प्यानल हालेका थियौँ। अब यस्तो चित्र यस्तो प्रब्लम भयो। यसको लागि हामी सर्भिस मोडमा जान्छौँ। सर्भिस मोडमा गइसकेपछि इनपुट दबाउँछौँ। यसको कोड नम्बर 815 इनपुट 815 यस्तो आयो। आइसकेपछि हामी प्यानल सेटिङमा जान्छौँ। प्यानल सेटिङमा गइसकेपछि अब हाम्रो एलबिडिएसमा गएर चलाउँछौँ। हाम्रो भइसक्यो। अब एक्जिट गर्छौँ। हामी बाहिर जान्छौँ।